ल सम्पूर्ण साथीमा गुड मर्निङ। है साथीहरू मर्निङ। आज मिति 2082 साल 09 1 गते। आज 1 गते छ है, पुस 1 गते। र आज चाहिँ मध्य प्रदेशको अर्को स्थानीय तहको विज्ञापन पनि आएको छ होइन। ल एकचोटि हेर्नु होला विज्ञापन, अलिकति हतारमा हेर्नु, राम्रोसित हेर्नु होला के कस्तो छ। र हाम्रो जब बेस्ट चाहिँ तपाईँको जब बेस्ट क्लास भन्नुको मतलब हेल्थ वाला होइन। हेल्थ पोर्सन चाहिँ हाम्रो इभिनिङमा हुन्छ। हिजो रुटिन नयाँ बनाएको छु, इभिनिङ 5 बजेदेखि लिएर 8 बजेसम्म, 8:30 बजेसम्म होइन, 5 देखि 8:30सम्म। त्यस्तै तपाईँको यता इभिनिङ भयो होइन, मोर्निङ। आजदेखि मोर्निङ क्लास होइन, 6 देखि 8 भनेको थिएँ है, PM। आज अलिकति ढिलो भएको छ। र मोर्निङमा दुईवटा कुरा मात्र हुन्छ है, एउटा जिके पोर्सन हुन्छ र अर्को चाहिँ क्युएटी क्लास हुन्छ विमल सरको होइन। र यता तपाईँको इभिनिङमा त हेल्थको भयो होइन, 5 देखि 6, 6 देखि 7, अर्को चाहिँ 7 देखि 8, 8:30 बजेसम्म होइन। यस्तो चाहिँ हाम्रो रुटिन छ भन्ने कुरा थाहै छ। र त्यही अनुसार आज चाहिँ एकदमै महत्त्वपूर्ण टपिक यो जिकेतिरको। जिके भनेको जेनरल नलेज है, सामान्य ज्ञान जसलाई भन्छ। जिके भनेको तपाईँको जिके भन्नुको मतलब जेनरल नलेज, यसलाई सामान्य ज्ञान भन्छ। सामान्य ज्ञान के यो सामान्य ज्ञान छ। अब अर्को कुरा के छ भने यो जिके को अथाह छ के। यो जिके जुन छ नि अथाह छ, जहाँबाट पनि तपाईँले सोधिन सक्छ होइन। त्यही भएर साथीहरू जिकेमा तपाईँले रट्नै पर्नुहुन्छ। र जुन जुन कुरामा फोकस गर्छु भिपिआई भनिदिन्छु, त्यो कुरालाई बढी फोकस गर्नु होला। यसमा धेरै पर्नु पर्दैन हामीलाई के। जस्तै अफिसरहरूमा, न्याब सुबा खरिदारहरूमा बढी पर्नुपर्छ भने यतातिर तपाईँको एकदमै थोरै छ के, थोरै छ, थोरै पर्नुपर्छ। त्यही जुन भिपिआई गरिदिन्छु भने त्यो चाहिँ टिप्नु होला है। र सबै दिन तपाईँहरू के गर्नु होला भने नि अलिकति कम्तीमा आधी घन्टा 30 मिनट होइन, कम्तीमा आधी घन्टा जति रट्नु होला है सबै। ल अब जेनरल नलेजमा, सामान्य ज्ञानमा आज चाहिँ हामी नेपालको भूगोलदेखि सुरु गर्छु है। टपिक 1 है, किनभने एकदमै महत्त्वपूर्ण छ यो नेपालको भूगोल। ठिक छ, नेपालको भूगोलबाट हामी सुरु गरौँ है। भूगोल ल नेपाल जियोग्राफी, नेपालको भूगोल। नेपालको भूगोल भन्नुको मतलब नेपाल जियोग्राफी, नेपाल जियोग्राफी भन्छ नेपालको भूगोल। ठिक छ। ल नेपालको भूगोलमा हामीले के कुरा बुझ्नुपर्छ त्यो कुरा अब हेरौँ है। एकदमै महत्त्वपूर्ण छ है साथीहरू, सबैजना कपी निकालेर टिप्नु होला है। यसको कति नोट तपाईँलाई दिनु होइन, धेरै नोट छ, यसको चाहिँ टिप्नु होला, एकदमै महत्त्वपूर्ण छ। ल ल सबभन्दा पहिला त नेपाललाई होइन, नेपाललाई नेपाललाई वीर गोर्खालीको देश है, वीर गोर्खालीको देश देश भनेर चिनिन्छ है। नेपाललाई वीर गोर्खालीको देश, लुम्बिनीको देश, गौतम बुद्धको देश होइन, लुम्बिनीको देश, लुम्बिनीको देश, गौतम बुद्धको देश, गौतम बुद्धको देश, बुद्धको देश, विचित्रताको झन्डा भएको देश, विचित्रताको झन्डा भएको देश, झन्डा भएको देश। किनभने नेपालमा मात्र के भन्छ वर्ल्डमै एउटा मात्र नेपालको झन्डा हो जसमा चाहिँ त्रिकोणीय आकार हुन्छ भने बाँकी सबैमा के हुन्छ चारकुने होइन। बाँकी सबैमा वर्ल्डमै एउटा मात्र, त्यही भएर विचित्रताको झन्डा भएको देश पनि भन्छ नेपाललाई।
अर्को चाहिँ लुम्बिनीको देश, गौतम बुद्धको तेस्रो ध्रुवको देश होइन। भन्नुको मतलब तेस्रो ध्रुवको देश, ध्रुवको देश भनेर भन्छ होइन। अर्को धेरै नामहरू छ। तेस्रो ध्रुवको देश, तीन कुने झन्डा भएको देश, त्यस्तो छ कि विचित्रताको झन्डा भएको देश, तीन कुने झन्डा भएको देश, तीन कुने झन्डा भएको देश, झन्डा भएको देश होइन। ल इत्यादि यसको नाम छ क्या। सुन्नु त साथीहरू, नेपालको अर्को अर्को नाम के भयो भन्दाखेरि नि वीर गोर्खालीको देश, त्यस्तै लुम्बिनीको देश, गौतम बुद्धको देश, विचित्रताको झन्डा भएको देश, तेस्रो ध्रुवको देश, तीन कुने झन्डा भएको देश है। भन्नुको मतलब नेपालको अवस्थितिको कुरा गर्दाखेरि यो कहाँ अवस्थित छ भने नेपाल भनेको दुईवटा ठुला देश है। दुई ठुला देश भारत र चीनको बीचमा रहेको दक्षिण एसियालीको भूपरिवेष्टित मुलुक रहेको छ है। भन्नुको मतलब नेपाल दुई ठुला देश है, दुई ठुला मुलुक भारत र चीनको बीचमा होइन, चीनको बीचमा, चीन र के भन्छ भने दुई ठुला मुलुक भारत र चीनको बीचमा होइन रहेको छ है। यो भूपरिवेष्टित देश हो, दुईवटा ठुला ठुला देशको बीचमा रहेको छ यो होइन। ल त्यस्तै नेपालको झन्डा जुन छ नि, नेपालको झन्डा विश्वको चौथो है। भन्नुको मतलब चौथो पुरानो झन्डा मानिन्छ, भन्नुको मतलब पहिलो भयो डेनमार्क है। पहिलो झन्डा कहाँको छ? पहिलो झन्डा भनेको डेनमार्क देशको होइन। पुरानो सबभन्दा पुरानो झन्डा भनेको डेनमार्कको छ र चौथो पुरानो झन्डा नेपालको रहेको छ होइन। यो कम्तीमा याद गर्नुहोस्। त नेपाललाई वीर गोर्खालीको देश भनेर चिनिन्छ, लुम्बिनीको देश भनेर चिनिन्छ, गौतम बुद्धको देश भनेर चिनिन्छ, विचित्रताको झन्डा भएको देश चिनिन्छ, तेस्रो ध्रुवको देश भनेर चिनिन्छ, तीन कुने झन्डा भएको देश पनि चिनिन्छ है। अर्को अवस्थितिको कुरा गर्दाखेरि दुई ठुला मुलुक भारत र चीनको बीचमा रहेको दक्षिण एसियाली भूपरिवेष्टित मुलुक रहेको छ। मतलब दक्षिण एसियाली भूपरिवेष्टित है, भूपरिवेष्टित देश रहेको छ। दक्षिण एसियाली भनेको त्यही सार्क होइन, सार्कको देश छ। अब सार्कको बारेमा हामी पछि पढ्छौँ नि थाहा हुन्छ है। ल यति कुरा तपाईँहरू बुझ्नु। त्यहाँ अर्को चाहिँ समुद्र सतहदेखि नेपाल 8,800 होइन 48.86 मिटरसम्मको उचाइमा रहेको छ है। ल समुद्र सतहदेखि 8,848.86 मिटरको उचाइमा रहेको छ। मिटरको उचाइमा रहेको छ। सगरमाथा सबभन्दा उचाइमा छ नि, त्यही भएर यति समुद्र सतहदेखि 8,848.86 मिटरको उचाइमा रहेको छ होइन। र समुद्रबाट कति टाढा त 1127 किलोमिटर टाढा होइन। समुद्रबाट कति 1127 किलोमिटर टाढा रहेको छ। 1127 किलोमिटर टाढा रहेको छ होइन, टाढा रहेको छ। किनभने बङ्गालको खाडी 1127 किलोमिटर होइन, त्यही भएर नेपाल बङ्गालको खाडी भन्दा 1127 किलोमिटर टाढा रहेको छ होइन। नेपालबाट नजिकमा रहेको खाडी बङ्गालको खाडी, नेपालबाट नजिकमा रहेको खाडी
नेपालबाट नजिकमा रहेको खाडी होइन, बङ्गालको खाडी ल बढी म केही पनि लेखाएको छैन है साथीहरू, बढी आँतिनु पर्दैन यो। अब अलिकति तपाईँले सुरुमा याद गर्न अप्ठ्यारो हुन्छ होला होइन, किनभने यो जिके पोर्सन यस्तो छ कि रट्नु पर्ने हुन्छ क्या। त्यही भएर 2 दिन 4 दिन 10 दिन तपाईँले बानी बसाउन अलिकति गाह्रो हुन्छ। त्यसपछि तपाईँले यति बुझ्नुहुन्छ कि पुरै छोडिदिनु क्या, पुरै छोडिदिनु, मजाले बुझ्न सकिन्छ क्या, त्यसमा कुनै प्रकारको अप्ठ्यारो हुँदैन। त्यही भएर म बढी कुरा भन्दैन, बढी कुरा पढाउँदैन, तर यस्तो कुरा पढाउँछु कि तपाईँलाई लगभग इक्जाममा त्यहीँबाट आउँछ क्वेसन क्या। बढी किनभने जिके अथाह छ, हामी स्वास्थ्य क्षेत्रतिरको छ होइन, हामीले बढी सोध्दैन क्या। ल एकचोटि पुनः सुन्नुहोस् त, नेपाललाई के नेपालको भूगोल हामी पढ्दैछौँ, नेपाल जियोग्राफी होइन। नेपालको भूगोलमा चाहिँ गर्दाखेरि हेर्नुहोस् त, नेपाललाई वीर गोर्खालीको देश, लुम्बिनीको देश, गौतम बुद्धको देश, अर्को चाहिँ विचित्रताको झन्डा भएको देश, तेस्रो ध्रुवको देश, 3 कुने झन्डा भएको देश पनि भनिन्छ। यसको यो नेपाल कहाँ अवस्थित रहेको छ भने यो 2 ठुला मुलुक भारत र चीनको बीचमा अवस्थित रहेको छ। मतलब 2 ठुला मुलुक भारत र चीनको बीचमा रहेको दक्षिण एसियाली भूपरिवेष्टित मुलुक नेपाल हो क्या। मतलब सार्कको एउटा भूपरिवेष्टित मुलुक रहेको छ नेपाल। र अर्को चाहिँ नेपालको झन्डा विश्वको 4थो पुरानो झन्डा हो। सबभन्दा पुरानो भनेको पहिलो डेनमार्कको झन्डा हो होइन, 4थो पुरानो झन्डा नेपालको हो है। त्यस्तै समुद्र सतहदेखि नेपाल कति उचाइमा रहेको थाहै छ, सबभन्दा उचाइमा रहेको सगरमाथा। समुद्र सतहदेखि यति उचाइमा, कुनै पनि देशको उचाइ भनेको नाप्छ समुद्र सतहदेखि होइन। त समुद्र सतहदेखि 8848.86 मिटरको उचाइमा हाम्रो सगरमाथा रहेको छ होइन, त्यही भएर यति उचाइमा। अनि समुद्रबाट कति टाढा रहेको छ त 1127 किलोमिटर, 1127 किलोमिटर टाढा रहेको छ समुद्रबाट नेपाल। किनभने बङ्गालको जुन खाडी छ समुद्र अनि यति टाढा छ क्या, 1127 किलोमिटर टाढा छ। त्यही भएर नेपाल समुद्रबाट कति टाढा छ त 1127 किलोमिटर टाढा रहेको छ है। नेपालबाट रहेको नजिकमा कुन खाडी छ भने बङ्गालको खाडी नेपालबाट सबैभन्दा नजिकमा रहेको खाडी छ है। ल अब चाहिँ तपाईँको नेपालको क्षेत्रफलको कुरा गरौँ है। ल भूगोलको पिता भनेर होइन, भूगोलको पिता भनेर कसलाई चिनिन्छ? पिता भनेर इराटोस्थेनिज होइन, इराटोस्थेनिज भूगोलको पिता भनेर कसलाई चिनिन्छ? इराटोस्थेनिजलाई। भूको मतलब हुन्छ, अब भू भनेको अर्थ होइन, पृथ्वी। भू भनेको पृथ्वी भनौँ न है, गोल भनेको भूगोल भनेको डिस्क्रिप्सन अथवा विस्तृत भनौँ न, विस्तृत भन्नुको मतलब, जियोको मतलब हुन्छ अर्थ, ठिक छ। अनि ग्राफीको मतलब के हुन्छ भने, ग्राफीको मतलब हुन्छ डिस्क्रिप्सन, मतलब डिस्क्रिप्सन अफ अर्थ, मतलब अर्थको वर्णन गर्नु के, डिस्क्रिप्सन गर्नु भनेको तपाईँको यो जियोग्राफी हो। त्यति हामीलाई पढ्नु पर्दैन। जियोग्राफीको पिता भनेर, भूगोलको पिता भनेर कसलाई चिनिन्छ त इराटोस्थेनिजलाई चिनिन्छ है। यो कुरा याद गर्नु। ओके ल अब अब चाहिँ हामी अर्को कुरामा केमा जान्छौँ भन्दा नि,
नेपालको भूगोल हाम्रो चलिरहेछ है, भूगोल। सबैजना टिप्नु होला है साथी, टिप्नु होला। ल, नेपालको भूगोल, हामी क्षेत्रफलको कुरा गरौँ है। नेपालको क्षेत्रफल, नेपालको क्षेत्रफल। अब यो नेपालको क्षेत्रफलमा हामी पुरानो भन्नुको मतलब पुरानो नक्सादेखि लिएर अहिले नयाँ नक्सा जारी गरेको चुचे नक्सा जसलाई भन्छ, त्यो सबै अगाडिदेखि लिएर पछाडिसम्मको जति पनि हाम्रो नेपालको पहिलाको क्षेत्रफल निर्धारण गरेको छ होइन, त्यो सबैको बारेमा हामी पढ्छौँ। सोध्न जे सोध्छ भने लगाउनु होला, बेग्लै कुरा हो, तर हामी सबै पढ्छौँ है। नेपालको जति पनि क्षेत्रफल छ नि, त्यो सबै हामी कुरा गर्छौँ है। अब सुगौली सन्धिको कुरा हामी गरौँ है। सबभन्दा पहिला 1 नम्बरमा सुगौली सन्धि जुन थियो नि, ल सुगौली सन्धि, ल सुगौली सन्धि। यो सुगौली सन्धि भनेको के छ भन्दाखेरि नि, अब यस्तो छ कि इन्डियामा होइन, इन्डियामा अङ्ग्रेजहरूको राज थियो होइन, नेपालमा राणाको शासन थियो होइन। त्यसपछि नेपाल र इन्डिया बिच जुन युद्ध भयो होइन, त्यसमा चाहिँ केही भाग चाहिँ नेपालले गुमाउनु परेको थियो होइन, केही भाग गुमाउनु परेको थियो। त्यसपछि चाहिँ एउटा सन्धि भएर होइन, के भन्छ भने केही भाग चाहिँ नेपाललाई फिर्ता गरेको छ होइन। त्यसलाई नेपाल, नयाँ नेपाल मुलुक पनि भनेर भन्छ त्यो जिल्लाहरूलाई होइन, बाँके, बर्दिया, कञ्चनपुर, कैलाली। म त्यसैको बारेमा कुरा गर्छु। सबभन्दा पहिला त सुगौली सन्धि भएको होइन, यस्तो छ, 1816 मार्च 3 मा भएको छ है। भन्नुको मतलब सुगौली सन्धि कहिले भएको छ भने मार्च 3 होइन 1816 एडीमा चाहिँ सुगौली सन्धि भएको छ है। 1816 मार्च 3 मा भएको छ। कुनै कुनै ठाउँमा मार्च 2 हुन्छ, तर एक्चुअलमा भन्दाखेरि मार्च 3 मा सुगौली सन्धि भएको छ है। र तपाईँ त्यसमा 1816 मार्च 3 मा भएको सुगौली सन्धि पछि नेपालको भूमि मेचीदेखि महाकाली सीमित हुन पुगेको छ है। भन्नुको मतलब यसमा यो कुरा बुझ्नुपर्छ कि सुगौली सन्धि पछि, सुगौली सन्धि जुन छ नि, सुगौली सन्धि पछि नेपालको क्षेत्रफल, नेपालको क्षेत्रफल पहिला बढी थियो के, टिस्टा नदीदेखि लिएर काँक्रा नदीसम्म कुन कुन थियो होइन, तर जुन पछि सुगौली सन्धि भयो नि, त्यसमा केही भाग गुमाउनु परेको थियो नेपाललाई होइन। धेरै जसो भाग अङ्ग्रेजले चाहिँ जितेको थियो होइन, त्यो गुमाउनु परेको थियो। त पहिले चाहिँ सुगौली सन्धिको भिभिआई छ है, यो भिभिआई छ, एकदमै महत्त्वपूर्ण डेट रहेको छ। सुगौली सन्धि कहिले भएको छ त 1816 मार्च 3 मा भएको छ। सुगौली सन्धि पछि नेपालको क्षेत्रफल होइन, नेपालको क्षेत्रफल मतलब मेचीदेखि होइन, मेचीदेखि महाकाली नदीसम्म है, महाकाली नदीसम्म सीमित भयो है, सीमित भयो। भन्नुको मतलब यो पहिला बढी थियो। अनि जुन सुगौली सन्धि भयो त्यसपछि नेपालको के भयो भने नक्सा अलिकति यता, पहिला भनेको टिस्टा नदीदेखि सतलज नदीसम्मको भूभाग हामी हेर्दाखेरि पहिला के थियो भने, पहिला जुन थियो नि, अनि अहिले तपाईँको सीमित कहिले कति भएको छ भने, अहिले हाल नेपालको नक्सा कति छ, नेपालको नक्सा मतलब नेपालको क्षेत्रफल, नेपालको क्षेत्रफल भनौँ न है, क्षेत्रफल हेर्नु एकैछिन साथै, 1,47,181 वर्ग किलोमिटर होइन, वर्ग किलोमिटर। अब सुन्नुहोस् त, सुन्नु ध्यान दिएर है साथीहरू, यसमा कुनै कन्फ्युजन नपर्नु होला। यसमा यस्तो छ कि जस्तै मानौँ कि हाम्रो नेपाल यत्रो ठुलो थियो है, यो टिस्टा नदीदेखि लिएर काँक्रा नदीसम्म थियो होइन, त्यसपछि केही नेपाल, केही भूभाग चाहिँ नेपाललाई गुमाउनु परेको थियो, यो के भन्छ भने युद्धमा। त्यसपछि एउटा सन्धि भयो 1816 मार्च 3 मा, जसलाई सुगौली सन्धि भन्छ। यो भारतको सुगौली भन्ने ठाउँमा चाहिँ भएको थियो होइन। अनि नेपालको नक्सा अब यो के भन्छ भने मेचीदेखि महाकालीसम्म चाहिँ भयो होइन। यो बिचको दूरी कति छ, 1,47,181 वर्ग किलोमिटर होइन। अनि पहिला जुन थियो नि, पहिला यहाँदेखि यहाँसम्मको, जसलाई हामी के भन्छौँ भने टिस्टादेखि सतलज नदीसम्म
टिस्टादेखि सतलज नदीसम्म, टिस्टादेखि सतलज नदीसम्म नेपालको भूभाग हैन, नेपालको भूभाग पहिलाको छ है, यो पहिलाको भूभाग मतलब टिस्टा नदीदेखि सतलज नदीसम्म नेपालको भूभागको कुरा गर्दाखेरि 204917 के 204917 वर्ग किलोमिटर हैन, वर्ग किलोमिटर। यसको मतलब के 1 दहाई 10 लाख 2,04,917 2 लाख हेर्नु त कतिको फरक छ, अहिले 1 लाख छ, पहिला 2 लाख थियो के 2,04,917 वर्ग किलोमिटर थियो के, किनभने टिस्टा नदीदेखि सतलज नदीसम्म नेपालको नक्सा थियो हैन, टिस्टा नदीदेखि सतलज नदीसम्म बीचमा केही युद्धहरू भयो, यति भूभाग गुमाउनु परेको छ हैन, अनि पछि गएर एउटा सन्धि भएको छ 1816 मार्च 3 मा, जसलाई सुगौली सन्धि भन्छ हैन। अनि सुगौली सन्धिमा के भयो भने नेपालको केही भूभागहरू गुमाउनु परेको थियो, अनि नेपालको नयाँ नक्सा चाहिँ कहाँदेखि कहाँसम्म पर्यो त मेचीदेखि महाकालीसम्म हुन गयो, जसमा चाहिँ नेपालको अहिलेको क्षेत्रफल 1,47,181 वर्ग किलोमिटर हुन गयो के। त्यसमा चाहिँ बढी तपाईले यताउता काचकिच भयो भने 2-3 कुरा याद गर्नु है। सुगौली सन्धि कहिले भएको छ त मार्च 3 1816 मा। अर्को चाहिँ हाल नेपालको क्षेत्रफल कति छ 1,47,181 वर्ग किलोमिटर है, ठीक छ। त्यस्तै टिस्टा नदीदेखि सतलज यो पहिलाको छ के, यो पहिलाको क्षेत्रफल छ, यो पहिलाको क्षेत्रफल छ हैन, सुगौली सन्धि भन्दा पहिलाको क्षेत्रफल भयो है। हाल नेपालको क्षेत्रफल कति लगाउने साथीहरु एकदमै महत्त्व, हाल नेपालको क्षेत्रफल हैन, क्षेत्रफल 1,47,181 वर्ग किलोमिटर है, वर्ग किलोमिटर। माइलमा सोध्छ भने हैन, माइलमा पनि सोधिन्छ 56,827 माइल, 56,827 माइल पनि सोधिन्छ है, माइल, किनभने वर्ग किलोमिटरमा त सबैले थाहा हुन्छ, माइलमा सोधिन्छ के 56,827 वर्ग माइल, माइलमा पनि वर्ग माइल भनौँ है, वर्ग माइल ल 56,827 वर्ग माइल यसको चाहिँ नेपालको क्षेत्रफल रहेको छ है। क्लियर छ, क्लियर छ साथीहरु। अब हेर्नु, अब यसमा कुरा गर्दाखेरि सुन्नु साथीहरु, विश्वको क्षेत्रफलमा नेपालले हैन विश्वको क्षेत्रफलमा हैन, क्षेत्रफलमा नेपालले हैन 0.03% भूभाग हैन, भूभाग अगोटेको छ, अगोटेको छ है। विश्वको क्षेत्रफलमा कति 0.03% भूभाग ओगटेको छ है। विश्वको क्षेत्रफल जति विश्वको क्षेत्रफल छ त्यसमा चाहिँ नेपालको भूभाग कति भयो 0.03% चाहिँ भूभाग अगोटेको छ भने बुझ्नु होला। त्यस्तै एसिया महादेशको कुरा गर्दाखेरि 0.3% हैन, भन्नुको मतलब एसिया महादेशको नेपालले हैन 0.3% भूभाग अगोटेको छ। भन्नुको मतलब के विश्वमा जति छ त्यसको चाहिँ 0.03%, एसिया महादेशको 0.3% हैन, अनि सार्कको 3% है। भन्नुको मतलब 2.86% दक्षिण एसियाली मुलुकको हैन, भन्नुको मतलब दक्षिण एसियाली मुलुक भन्नुको मतलब सार्कको हैन, सार्कको 3% भूभाग है, प्रतिशत भूभाग अगोटेको छ है,
अगोटेको छ। यसमा तीनवटा कुरा म केही पनि भनेन। 0.03%, 0.3% र 3%, यो तीनवटा कुरा। भन्नुको मतलब नेपालले विश्वको क्षेत्रफलको 0.03% भूभाग ओगटेको छ। नेपालले विश्वको क्षेत्रफलको 0.03% भूभाग ओगटेको छ। त्यस्तै अर्को चाहिँ तपाईँको के छ भने एसिया महादेशको क्षेत्रफल जति छ त्यसमा चाहिँ नेपालको कति छ 0.3% भूभाग हैन नेपालले ओगटेको छ भने 3% चाहिँ सार्कमा जम्मा 8वटा मुलुक पर्छ हैन। त सार्कको के भन्छ भने 3% भूभाग मतलब एक्चुअलमा 2.65 हुन्छ क्या, सरी 2.86% हुन्छ एक्चुअलमा, लगभग 3 को करिबमा छ, त्यही भएर 3 हामी बुझ्छौँ हैन। ल ओके ठिक छ साथीहरु, बुझिराख्नु भएको छ? हो 8.2.86 छ, 82 होइन 86 छ। ल ल त्यस्तै हामी सार्कको बारेमा त राम्ररी पढ्छौँ नै होइन, तर पनि अलिकति हेरिहालौँ न। एकदमै महत्त्वपूर्ण है, अलिकति तपाईँले गाह्रो सोध्छ भने यो सोध्न सक्छ। नेपाल सार्कको 5औं ठुलो मुलुक हो भने 4थो सानो मुलुक। हेर्नुहोस् त नेपाल सार्कको 5औं है, भन्नुको मतलब 5औं ठुलो मुलुक हो भने ठुलो मुलुक हो भने चौथो सानो मुलुक रहेको छ है, सानो मुलुक रहेको छ हैन। भन्नुको मतलब 5औं ठुलो र 4थो, म जस्तै अब सार्कको सानोदेखि ठुलो क्रम हैन, अथवा ठुलोदेखि सानो क्रम हेर्दाखेरि हेर्नु न है, सार्कको ठुलोदेखि सानो क्रम, सार्क मुलुकको ठुलोदेखि हैन, ठुलोदेखि सानो क्रम हेर्नुहोस् त साथीहरु, ठुलोदेखि सानो क्रम सबभन्दा ठुलो भारत, पाकिस्तान, ठीक छ, भारत पाकिस्तान, त्यसपछि अफगानिस्तान, बङ्गलादेश हैन। के भयो भारत पाकिस्तान अफगानिस्तान बङ्गलादेश नेपाल श्रीलङ्का हैन, नेपाल श्रीलङ्का भुटान मालदिप्स, जम्मा यस्तो हामी बुझ्दा हुन्छ है। जम्मा सार्कमा जम्मा 8वटा मुलुक पर्छ हैन, सार्कमा जम्मा 8 मुलुक हैन, 8 मुलुक पर्छ। यसको बारेमा चाहिँ सार्कको बारेमा हामीले पढ्नै पर्छ एकदमै। अब ठुलोदेखि सार्कको सबभन्दा ठुलो मुलुक कुन छ यसैमा तपाईले सोध्छ, सार्कको हैन, सार्कको सबैभन्दा ठुलो मुलुक हैन, ठुलो देश, सार्क देशको सबभन्दा ठुलो देश कुन छ त भारत। सबैभन्दा सानो सार्क देशको सबैभन्दा सानो देश कुन छ, सार्कको सबैभन्दा सानो देश मालदिप्स हैन। यो चाहिँ एसियाकै सबैभन्दा सानो मुलुक थियो है, मालदिप्स भनेको एसियाको सबैभन्दा सानो मुलुकमा पनि पर्छ है, एसियाको पनि, एसिया महादेशको सबैभन्दा सानो मुलुक है, सबैभन्दा सानो मुलुक भने पनि त्यही पर्छ मुलुक मालदिप्स। ल
भन्दाखेरि सुन्नु साथीहरू, यहाँ यस्तो छ कि सार्कमा चाहिँ मात्र 8वटा देश पर्छ, भारत, पाकिस्तान, अफगानिस्तान, बङ्गलादेश, नेपाल, श्रीलङ्का, भुटान र मालदिभ। म ठुलोदेखि सानो क्रम लेखेको छु। अब यसमा चाहिँ बुझ्नुपर्ने कुरा के छ, भारत सबभन्दा ठुलो, सार्क मुलुकको सबैभन्दा चौथो बुझिन ल, चौथो अब यहाँ बुझिन्छ। हेर्नु न चौथो कुन मुलुक हो, कसरी नेपाल चौथो सानो मुलुक छ, हेर्नु न यहाँ ल। 1 2 3 4 5, पाँचौं ठुलो भयो। अनि यताबाट 1 2 3 4, चौथो सानो भयो। यताबाट चौथो सानो हैन, चौथो सानो, यताबाट पाँचौं ठुलो हैन। ठुलोको क्रममा हेर्दाखेरि पाँचौं स्थानमा, सानोको क्रममा हेर्दाखेरि चौथो स्थानमा। त्यही भएर के भन्छ भने नेपाल सार्कको पाँचौं ठुलो मुलुक र चौथो सानो मुलुक रहेको छ क्या। चौथो स्थानमा त, सानोमा चौथो। तपाईँले सोधिदिन्छ ल, अप्सन हालिदिन्छ क्या, सार्क राष्ट्रको ठुलोदेखि सानो क्रम तलको मध्ये कुन विकल्प सही छ, चुज गर्नुहोस्, छान्नुहोस् हैन। 1 नम्बरमा भारत, पाकिस्तान, अफगानिस्तान, बङ्गलादेश, नेपाल, श्रीलङ्का, भुटान, मालदिभ। त्यस्तै दोस्रो अर्को अप्सनमा दिन्छ पाकिस्तान, अफगानिस्तान, भारत, नेपाल, बङ्गलादेश, श्रीलङ्का, भुटान, मालदिभ। तेस्रो अप्सनमा श्रीलङ्का, पाकिस्तान, अफगानिस्तान, बङ्गलादेश, भारत, नेपाल, भुटान, मालदिभ हैन। यस्तो तपाईँले झुक्क्याइदिन्छ भने, ठुलोदेखि सानो क्रम सोधेको छ भने यो अप्सन, भारत, पाकिस्तान, अफगानिस्तान, बङ्गलादेश, नेपाल, श्रीलङ्का, भुटान, मालदिभ, यस्तो चुज गर्नु होला। सानोदेखि ठुलो क्रम सोध्छ भने के, मालदिभ सबभन्दा सानो, त्योभन्दा अलिकति ठुलो भुटान, त्योभन्दा अलिकति ठुलो श्रीलङ्का, त्योभन्दा अलिकति ठुलो नेपाल, बङ्गलादेश, अफगानिस्तान, पाकिस्तान, भारत हैन। यस्तो सानोदेखि ठुलो क्रम र ठुलोदेखि सानो क्रम तपाईँले मजाले बुझ्न सक्नुहुन्छ। र के भन्छ, सार्क देशको सबैभन्दा ठुलो देश भारत हो भने सबैभन्दा सानो देश मालदिभ हो। सार्क राष्ट्रमा जम्मा कतिवटा राष्ट्र पर्छ त 8वटा। तपाईँले यस्तो पनि क्वेसन सोधिन्छ, तलको मध्ये सार्क राष्ट्रमा नपर्ने देश कुन हो, तलको मध्ये कुन देश सार्क राष्ट्रमा पर्दैन, यो 8वटा पर्छ, बाँकीहरू कुनै हालिदिन्छ, चीन हालिदिन्छ ल, मानौ त पर्छ, पर्दैन, सार्क राष्ट्रमा कुन पर्दैन, तपाईँले क्वेसन सोधिन्छ, नेपाल, भारत, पाकिस्तान र चीन हालिदिन्छ भने चीन पर्दैन हैन। त तपाईँले याद छ भने जे जस्तो क्वेसन सोधे पनि तपाईँले लगाउन सक्नुहुन्छ, यादै छैन भने जिकेमा केही पनि बुझ्न सक्दैन। त्यही भएर साथीहरू, सबभन्दा पहिले याद गर्ने बानी बसाउनु है। नेपाल सार्क राष्ट्रको पाँचौं ठुलो राष्ट्र हो भने चौथो सानो राष्ट्र हो। पाँचौं ठुलो भनेको त बुझ्नु भयो, सबभन्दा ठुलो भारत, त्यसपछि पाकिस्तान, अफगानिस्तान, बङ्गलादेश, नेपाल पाँचौं ठुलो भयो, श्रीलङ्का 6औं, भुटान 7औं र मालदिभ 8औं हैन। अन्तमा सानोमा सबभन्दा सानो भनेको मालदिभ, त्यसपछि भुटान, त्यसपछि श्रीलङ्का, त्यसपछि नेपाल हैन। यस्तो गर्दा हुन्छ। सार्क राष्ट्र सबभन्दा ठुलो राष्ट्र भारत, सबभन्दा सानो राष्ट्र मालदिभ भयो हैन। नेपाल भनेको पाँचौं ठुलो, चौथो सानो देश, यति कुरा याद गर्नु। र एसिया जम्मा जम्मा 7वटा महादेश मध्ये हैन, हाम्रो एसिया महादेश सबैभन्दा ठुलो महादेश छ हैन। विश्वको इतिहास भूगोलमा पर्छ, हामीले त्यो तपाईँले पढ्नु पर्दैन है, सेक्सन अफिसरहरुमा पढ्नु पर्छ। त के भन्छ भने विश्वको सबैभन्दा ठुलो एसिया महादेश हो हैन। एसिया महादेशको सबैभन्दा ठुलो देश चीन हो। एसियामा बस्नुहुन्छ भने अलिकति बुझेर राख्नु, एसिया महादेशको सबैभन्दा ठुलो देश चीन हो भने सबैभन्दा सानो देश यही मालदिभ हो के। एसिया महादेशको सबैभन्दा ठुलो देश चीन हो भने सबैभन्दा सानो देश कुन हो, मालदिभ हो। ल टिपेर राख्नु होला, अलिकति बेसिक कुराहरु सोधिन सक्छ। ल एसिया महादेशको सबैभन्दा किनभने हाम्रो घर एसिया महादेशमा सबैभन्दा ठुलो देश चीन हो भने चीन हो। सबैभन्दा सानो देश हैन, सानो भनेको मालदिभ। ल ओके। ल अब तपाईँ विश्वमा देशको कुरा गर्नुहुन्छ भने हैन, विश्वमा जम्मा कति देश छ साथीहरु, कमेन्ट गर्नुहोस् त। विश्वमा जम्मा कति मुलुक रहेको छ, कति देश रहेको छ है।
भन्छ विश्वमा कति देश छ थाहा छ तपाईहरुलाई विश्वमा कति देश छ वर्ल्डमा 210 भनिराख्नु भएको छ 193 अरु 204 सबैको सबै आइरहेछ है विश्वमा कति मुलुक छ भने भन्नु भन्नु अलिकति अझ बढाउनु भइहाल्छ मिलिहाल्छ 193 त युएनओ को सदस्य देश भयो नि 196 देश छ हैन 196 छ जसमध्ये 193 तपाईको हैन युएनओ को सदस्यता लिएको छ यो कुरा भन्छ 196 देश छ अरु देशलाई हैन युएनओ को सदस्यता दिएको छैन हैन यो कुरा बुझ्नु पर्छ है अब हेर्नुस् त साथीहरु अब यस्तो छ कुनै कुनै ठाउँमा फरक फरक दिन्छ तर 196 हैन ल अब यसमा हेर्नु त साथीहरु ल जुन नेपाल छ हैन नेपाल 93 नेपालको विश्वको ठुलो मुलुकमा पर्छ है 93 नेपाल विश्वको विश्वको 93 हैन 93 मुलुक पर्छ 93 ठुलो मुलुक पर्छ मुलुक मतलब यो बुझ्नु कि हामी भन्दा पनि के भन्छ भने सानो सानो मुलुक छ है विश्वकै सबैभन्दा सानो मुलुक हैन सानो देश विश्वकै सबैभन्दा सानो देश भनेको भ्याटिकन सिटी भन्छ के भ्याटिकन सिटी तपाईले क्षेत्रफल हेर्नु छ भने धेरै कम छ के क्षेत्रफल यसको हेर्नु छ भने 0.44 किलोमिटर स्क्वायर छ के वर्ग किलोमिटर 0.44 1 किलोमिटर पनि छैन हैन 0.44 किलोमिटर स्क्वायर रहेको छ भ्याटिकन सिटीको सबभन्दा सानो देश यही छ है सबैभन्दा सानो देश त्यसपछि तपाईको मोनाको छ हैन मोनाको भनेको सेकेन्ड मोनाको देश सबैभन्दा सेकेन्डमा छ 1.5 किलोमिटर स्क्वायर क्षेत्रफल रहेको छ हैन त्यस्तै टुभाउ छ हैन तेस्रो सानो देश हैन यस्तो कुरा बुझ्नु पर्छ त यो चाहिँ तपाईले सोधिन् है यो सोधिन् तपाईले सानो देश विश्वको सबभन्दा सानो देश भ्याटिकन सिटी छ याद गर्दा पनि भयो ल त नेपाल विश्वको 93 ठुलो देशमा पर्छ के जम्मा 196 वटा देश छ त्यसमध्ये नेपालको कुन स्थान छ भने अनि 26औं नेपाल एसियाको ठुलो मुलुक हैन 26औं हैन एसियाको 26औं हैन 26औं ठुलो मुलुक ठुलो देश एसियाको 26औं स्थानमा छ ठुलोमा विश्वको 93औं स्थानमा छ है अनि भूपरिवेष्टितको 21औं स्थानमा है 21औं भूपरिवेष्टित ल 21औं भूपरि यो नेपालको कुरा म भन्दैछु है नेपाल विश्वको 93औं स्थानमा छ ठुलोमा एसियाको 26औं स्थानमा छ ठुलोमा हैन भूपरिवेष्टितको 21औं स्थानमा छ ठुलोमा है नेपालको कुल क्षेत्रफल थाहा नै भएको छ हैन लर्को चाहिँ नेपाल भारत भन्दा 22 गुना सानो छ है नेपाल भारत भन्दा 22 गुना सानो छ नेपाल भारत भन्दा 22 गुना सानो छ भने नेपाल चीन भन्दा 65 गुना सानो छ हैन भन्नुको मतलब नेपाल चीन भन्दा हैन 65 गुना ए कति 65 गुना सानो रहेको छ हैन भारत भन्दा 22 गुना अर्को चाहिँ चीन भन्दा 65 गुना अनि विश्वकै सबैभन्दा ठुलो देश रुस भन्दा 116 गुना हैन नेपाल रुस भन्दा हैन 116
गुना सानो रहेको छ हैन। सानो भारतभन्दा 22 गुना, चीनभन्दा 65 गुना र विश्वकै सबैभन्दा ठुलो देश एसिया के भन्छ विश्वकै सबैभन्दा ठुलो देश रुस रुसभन्दा के भन्छ 116 गुना सानो रहेको छ हैन। रुसभन्दा 116 गुना सानो रहेको छ है। नेपालभन्दा भ्याटिकन सिटी 157 गुना हैन। सरी धेरै छ, धेरै छ है, धेरै छ। 3,333,000 3,34,502 धेरै छ। 3,34,502 गुना सानो रहेको छ भ्याटिकन सिटी। त्यो हामीलाई सोध्दैन ल। यति कुरा तपाईँहरू बुझ्नु होला है। यहाँसम्म ठिक छ। नेपालभन्दा कुन कुन देश कतिको सानो छ तपाईँहरू बुझ्नु भयो कि बुझ्नु भएन भन्नुहोस् त। विश्वमा जम्मा 196 अथवा 195 पनि कुनै कुनै भनिन्छ कुनै कुनै बेला होइन। 196 देश रहेको छ जसमा चाहिँ 193 युएनओको सदस्य होइन। 193 युएनओको सदस्य होइन। युनाइटेड नेसन अर्गनाइजेसनको बारेमा हामी पढ्छौँ। त्यो 193 युएनओको सदस्यता लिएको देश हो है। अर्को चाहिँ नेपाल विश्वको 93 ठुलो देश रहेको छ। जम्मा 196 देश छ विश्वमा। नेपाल चाहिँ कयो स्थानमा छ भने 93 ठुलो देशको सूचीमा रहेको छ होइन। 93 ठुलो देश रहेको छ। त्यस्तै तपाईँको नेपाल एसियाको 26औं ठुलो देश रहेको छ भने नेपाल 21औं भूपरिवेष्टित मुलुकमा पर्छ। भूपरिवेष्टित भनेको चारैतिर अर्को देशहरूले घेरेको होइन, बिचमा पर्ने देश होइन। नेपाल भनेको भूपरिवेष्टित, एउटा पनि पानीको भाग चारैतिरबाट जमिनै जमिन भएको होइन। एकछिनमा पढाउँछु अर्को टपिकमा भूपरिवेष्टित उत्परिवेष्टित होइन। त्योहरू बुझ्नुपर्छ। त्यस्तै नेपाल भारतभन्दा 22 गुना सानो छ भने नेपाल चीनभन्दा 65 गुना सानो रहेको छ र नेपाल रुसभन्दा 116 गुना चाहिँ सानो रहेको छ। यति कुरा तपाईँहरू बुझ्नु। अब नेपालको नयाँ नक्सा कहिले जारी भयो, कति छ नेपालको क्षेत्रफल होइन। अब नेपालको नयाँ नक्सा है, नेपालको नयाँ नक्साको बारेमा हामी कुरा गर्छौँ है। एकदमै महत्त्वपूर्ण यहाँबाट क्वेसन आउँछ है। ल नेपालको नयाँ नक्सा, नेपालको नयाँ नक्साको कुरा गरौँ न हामी है। नेपालको नयाँ नक्सा ठिक छ साथीहरू। सबैभन्दा पहिला त 1,47,181 वर्ग किलोमिटर नेपालको आधिकारिक होइन क्षेत्रफल त्यो थाहा छ। नेपालको आधिकारिक जुन चाहिँ विश्वले मान्यता दिएको छ होइन, नेपालको आधिकारिक क्षेत्रफल होइन, आधिकारिक क्षेत्रफल होइन, क्षेत्रफल सबैलाई थाहा छ 1,47,181 वर्ग किलोमिटर होइन, वर्ग किलोमिटर 1,47,181 वर्ग किलोमिटर। अनि नेपालको प्रस्तावित होइन, नेपालको प्रस्तावित क्षेत्रफल, प्रस्तावित क्षेत्रफल, नेपालको प्रस्तावित क्षेत्रफल भनेको जुन चुच्चे नक्सा बनाएको छ नि त्यो समेटेर भन्नुको मतलब मेची के भन्छ भने मेचीदेखि महाकालीसम्म त्यति पर्छ। एउटा विवादित क्षेत्र छ नि नेपालको होइन, विवादित क्षेत्र विश्व भूपरिवेश। ल अर्को यसमा के भन्छ भने मतलब प्रस्तावित क्षेत्रफल 1,47,516 है। 1,47,516 वर्ग किलोमिटर होइन। यो चाहिँ के भयो भने तपाईँको प्रस्तावित क्षेत्रफल, मतलब प्रस्तावित क्षेत्रफल यति रहेको छ। मतलब जुन चुच्चे नक्सा बनाएको छ त्यो मतलब आधिकारिक क्षेत्रफल भन्दा 335 किलोमिटर होइन। यो तपाईँको 300 प्लस 335 किलोमिटर रहेको छ होइन। के भन्दा प्रस्तावित क्षेत्रफल के भन्छ आधिकारिक क्षेत्रफल भन्दा 80 किलोमिटर अलिकति ठुलो देखाएको छ चुच्चे नक्सामा। यसमा अब विवादित कहाँ छ भने कालापानी, कालापानी होइन, लिपु लेक, लिपु लेक होइन, लिम्पियाधुरा होइन, लिम्पियाधुरा
धुरा, यो तीनवटा विवादित क्षेत्रमा पर्छ। नेपालको र भारतको यो विवादित क्षेत्रमा पर्ने भूभाग कुन छ भने यो तीनवटा भूभाग छ के विवादित क्षेत्रमा पर्ने, विवादमा छ नेपाल र भारत दुवैको। अब तपाईँले भन्नुहुन्छ यो कसरी चाहिँ भयो होइन, विवादित क्षेत्रमा कसरी पर्यो? त्यस्तो छ, नेपालको नक्सा जब सुगौली सन्धि भयो 1816 मार्च 3मा, मार्च 3मा जुन सुगौली सन्धि भएको थियो होइन, सुगौली सन्धि, सुगौली सन्धिमा के भनेको छ, सुगौली सन्धिमा के भनेको छ भने नेपालको नयाँ नक्सा, नेपालको क्षेत्रफल मेचीदेखि महाकालीसम्म होइन, मेचीदेखि महाकालीसम्म भनेको छ, महाकालीसम्म भनेको छ। यो ठिकै छ, यो जुन भारतको होइन जुन सुगौली भन्ने ठाउँमा चाहिँ भएको थियो होइन, त्यो ठाउँमा चाहिँ जब सुगौली सन्धि भयो भने अङ्ग्रेजहरूसँग जुन वार्ता भयो त्यसमा नेपालको नक्सा के भन्यो, ल तिम्रो भूभाग मेचीदेखि महाकालीसम्म, यो मेची भयो, यो महाकाली भयो होइन, महाकाली, ल मेचीदेखि महाकालीसम्म त भयो, तर यसमा विवादित कसरी भयो? अब यस्तो छ क्या, नेपालको मेची नदी यहाँ छ, महाकाली यहाँ छ, यस्तो गएको छ क्या। अनि महाकाली नदीको दुईवटा मुख छ कि, एउटा यस्तो छ होइन, महाकाली नदीको दुईवटा मुख यस्तो छ, बुझ्नुहोस् न है। मेची नदी यो भयो, मानौ कि मेची भयो है, मेची, यो महाकाली भयो, महाकाली भयो होइन। अब विवादित कहाँ भयो भने अब सुगौली सन्धिमा त भन्यो मेचीदेखि महाकाली, त मेची नदीमा कुनै मुहान छैन, मेची नदी सिधा गएको छ है। अनि महाकाली नदीमा के भने यो दुईवटा मुख, एउटा मुख यता गइरहेको छ र एउटा मुख यता छ होइन। अब विवाद यही सुरु भयो के, विवादको जडी यही छ। अब उसले भन्छ नेपालको नक्सा ल मेचीदेखि महाकालीसम्म त छ, यो पनि ठिक छ। अब त महाकालीको दुईवटा मुहान छ, एउटा मुहान यो छ अनि एउटा मुहान यो छ। त नेपालले भन्छ यहाँसम्म मेरो जमिन छ कि, यहाँ यहाँ यो क्षेत्रसम्म मेरो जमिन छ, यो मुखसम्म छ। तर भारतले भन्छ होइन, तिम्रो यो क्षेत्रदेखि यो क्षेत्रसम्म मात्र छ। अनि यही बिचमा तीनवटा भूभाग पर्छ के, कालापानी, लिपुलेक, लिम्पियाधुरा होइन, यो तीन क्षेत्रमा पर्छ। त यही कारणले गर्दा विवादमा आएको छ है। भन्नुको मतलब नेपालको यहाँदेखि यहाँसम्म महाकाली नदी गएको छ र दुईवटा मुख त्यहाँ छुटेको छ क्या। अनि नेपालकोले भनिरहेछ मेरो यहाँसम्म छ क्या, यो होइन पश्चिम मुखसम्म छ। तर भारतले होइन, यो के भन्छ भने पूर्व मुखसम्म मात्र, यहाँसम्म सीमित छ तपाईँको नक्सा होइन। अनि त्यही भएर चुच्चे नक्सा यस्तो बनाएको छ नि, चुच्चे नक्सा होइन, चुच्चे नक्सा, त्यही भएर भन्छ है। त भन्नुको मतलब अब यो कुरा गर्नुहुन्छ भने 335 किलोमिटर होइन विवादित क्षेत्रमा पर्छ। कति क्षेत्रफल त 335। कुन कुन क्षेत्रफल विवादितमा छ भने कालापानी, लिपुलेक र लिम्पियाधुरा, जुन चाहिँ नेपालकै तपाईँको भनौँ न ब्यास गाउँपालिका, दार्चुला जिल्लाको ब्यास गाउँपालिकामा पर्छ है यो कालापानी, लिपुलेक र लिम्पियाधुरा है। यो कुरा बुझ्नु होला है। ल अर्को चाहिँ सुन्नु त साथीहरू, ल अर्को यसमा बुझ्नुभयो कहाँ विवाद छ भन्ने कुरा त बुझ्नुभयो, कुन कुन क्षेत्र विवाद छ भन्ने कुरा बुझ्नुभयो। सुगौली सन्धिमा होइन नयाँ नक्सा, नेपालको नयाँ नक्सा जुन जारी गरेको छ त्यसपछिको क्षेत्रफल थाहा भयो। मतलब नेपालको प्रस्तावित भनेको नयाँ नक्सा जारी गर्दाखेरिको क्षेत्रफल होइन, नयाँ नक्सा जारी गरेको छ भने नयाँ नक्सा, नक्सा जारी गर्दा होइन, जारी गर्दाको क्षेत्रफल होइन, क्षेत्रफल। जब नयाँ नक्सा जारी गर्यो नि, नयाँ नक्सा जारी गर्दाखेरि कति क्षेत्रफल रहेको छ 1,47,516, मतलब प्लस 335 किलोमिटर बढी जान्छ होइन। अब तपाईँ सुन्नुहोस् त, नेपालका नयाँ नक्सा सार्वजनिक गर्ने सरकारको निर्णय हेर्नुहोस् त, एकदमै महत्त्वपूर्ण छ। नेपालको नयाँ नक्सा है, नयाँ नक्सा जारी गर्ने अथवा जारी गर्दाखेरि भन्नुको मतलब राजपत्रमा प्रकाशित गर्ने होइन, भन्नुको मतलब राजपत्रमा प्रकाशित गर्ने, प्रकाशित गर्ने निर्णय होइन कहिले गरेको छ, कहिले नयाँ नक्सा जारी गरेको छ नेपाल सरकारले
त 2077 साल जेठ 5 गते के 2077 जेठ 5 गते के नयाँ नक्सा जारी गरेको छ है। नयाँ नक्सा कहिले जारी गरेको छ, राजपत्रमा कहिले प्रकाशित गरेको छ हैन। त 2077 साल जेठ 5 गते तपाईँको नयाँ नक्सा जारी, यो एकदमै डेट इम्पोर्टेन्ट छ है यो डेट। नेपालको नयाँ नक्सा जारी भएको मिति कुन छ अथवा राजपत्रमा प्रकाशित गरेको मिति कुन छ, त 2077 साल जेठ 5 गते भयो है। अर्को तपाईँले सोध्छ जेठ 5 गते त त्यो गर्यो, तर त्यो त निर्णय गरिसकेपछि भूमि मन्त्रालयमा जान्छ, जहाँ जग्गासँग सम्बन्धित मन्त्रालय छ त्यो मन्त्रालयमा पठाउँछ नक्सालाई काटकुट गर्नको लागि हैन। त के भन्छ भने भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालयमा भूमि व्यवस्था तथा साथीहरू भूमि व्यवस्था तथा हैन भूमि व्यवस्था तथा सहकारी गरिबी हैन गरिबी निवारण मन्त्रालयमा हैन कहिले गएको छ त 2077 जेठ 6 गते है। भन्नुको मतलब 5 गते जारी भयो अनि 6 गते कहाँ पठाइदियो, भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालयमा चाहिँ त्यो नक्सा काटको लागि पठाइदियो है। त त्यो मतलब त्यसको चाहिँ निर्णय अथवा के भन्छ भने सरकारको निर्णय अथवा राजपत्रमा प्रकाशित अथवा सार्वजनिक कहिले गर्ने हैन, अथवा तपाईँले सोध्नु सार्वजनिक कहिले गर्यो, सार्वजनिक पनि यही नीतिमा, सार्वजनिक पनि यही नीतिमा गएको छ हैन। कहिले घोषणा गरिदियो, कहिले राजपत्रमा प्रकाशित गरिदियो, कहिले निर्णय गरिदियो, त 2077 मेन मिति यो छ 2077 जेठ 5 गते। सरकारको निर्णय पनि त्यही, सार्वजनिक पनि त्यही, राजपत्रमा प्रकाशित पनि त्यही हैन। यो कुरा बुझ्नु होला। ल त्यस्तै तपाईँले सोधिन्छ नेपालको नयाँ नक्सा, प्रतिनिधि सभाबाट पारित हैन, सभाबाट पारित कहिले भयो हैन, प्रतिनिधि सभाबाट कहिले पारित भयो, संसदबाट नेपालको हैन। यो चुचे नक्सा त 2077 जेठ 31 गते के 2077 जेठ 31 गते हैन। यो चाहिँ के भन्छ भने ल अब प्रतिनिधि सभाबाट सोध्छ कहिले पारित भयो भन्दा नि 2077 जेठ 31 गते। त्यस्तै नेपालको नयाँ नक्सा राष्ट्रिय सभाबाट पारित अथवा राष्ट्रपतिबाट प्रमाणित अथवा लागू कहिले भएको छ हैन। त नेपालको नयाँ नक्सा राष्ट्रिय सभा, नेपालको नयाँ नक्सा के नयाँ नक्सा राष्ट्रिय सभाबाट पारित हैन, राष्ट्रिय सभाबाट पारित अथवा तपाईले सोधिन्छ राष्ट्रपतिबाट प्रमाणित, राष्ट्रपतिबाट प्रमाणित कहिले भएको छ भन्दा सोधिन्छ नि त 2077 असार 4 2077 असार 4 गते 2077 असार 4 गते है। साथीहरु बुझिराख्नु भएको छ नि, एकचोटि कमेन्ट गर्नुस् त। मतलब यो बुझिराख्नु भएको छ कि के, मतलब यस्तो छ के नेपालको आधिकारिक क्षेत्रफल त हामीलाई थाहा छ 1,47,181 वर्ग किलोमिटर छ। तर विवाद आएर हैन केही क्षेत्रफल विवाद भएको छ, कालापानी लिपुलेक लिम्पियाधुरा, त्यो त थाहा छ हैन। त विवादित क्षेत्र भनेको प्लस 335 किलोमिटर जोड्दाखेरि कति हुन्छ 1,47,516 वर्ग किलोमिटर, किनभने 335 बढेको छ के त कालापानी लिपुलेक लिम्पियाधुरा गर्यो। त नेपालको प्रस्ताव यति गरेको छ नेपाल सरकारले, मेरो क्षेत्रफल यति छ हैन भने, तर
आधिकारिक रिपोर्ट यति छ, अधिकार यति दिएको छ हैन। अब नेपालको नयाँ नक्सा कहिले सार्वजनिक गर्यो, कहिले जारी गर्यो, कहिले राजपत्रमा प्रकाशित गर्यो हैन, त 2077 जेठ 5 गते हैन। त्यस्तै भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालयमा कहिले गएको छ त 2077 जेठ 6 गते। नेपालको नयाँ नक्सा प्रतिनिधि सभाबाट कहिले पारित भयो 2077 जेठ 31 गते। राष्ट्र सभाबाट कहिले पारित भयो 2077 असार 4 गते हैन। यस्तो तपाईले जे कुरा सोध्छ त्यो अब तपाईले मात्रै एउटा सोधिन्छ ल नेपालको नयाँ नक्सा कहिले जारी भएको छ त यो कुरा एकदमै इम्पोर्टेन्ट छ क्या। 77 जेठ 5 याद गर्नुलाई। नयाँ नक्सा जारी, नयाँ नक्सा प्रमाणित हैन, नयाँ ल बुझिराख्नु भएको छ नि साथीहरु, यसमा प्रोब्लम त छैन। ल अब यहाँसम्म क्लियर छ? यहाँसम्म क्लियर छ कि छैन त्यो भन्नुस् त साथीहरु। ल नेपालको नयाँ नक्साको बारेमा तपाईले यति बुझ्नु। नेपालको नयाँ नक्सा सार्वजनिक भएपछि नेपालको क्षेत्रफल 1,47,516 छ हैन। अनि प्रस्तावित यति छ। तपाईले मानौ कि सोधिन्छ नेपालको क्षेत्रफल कति छ, यो दुवै दिन्छ हैन। त अहिले तपाईको नेपालको 1,47,181 वर्ग किलोमिटर लगाउने, किनभने यो चुचे नक्सा जारी गरेको छ, आधिकारिक रिपोर्ट छैन हैन। त त्यही भएर चाहिँ अलिकति त्यसमा ध्यान दिनु। त्यस्तै अर्को केही पनि लेखेको छैन। प्रतिनिधि सभाबाट कहिले पारित भयो, राष्ट्र सभाबाट कहिले पारित भयो, त्यो कुराहरू मात्र म लेखेको छु, अरू बढी कुरा लेखेको छैन। तपाईले यति कुरा नेपालको नयाँ नक्सासँग सम्बन्धित कुराहरू एकदमै बुझ्न जरुरी छ क्या, एकदमै। नेपालको भूगोलमा अलिकति यस्तो कुरा त बुझ्नै पर्छ, नत्र नेपालको भूगोलको मतलबै छैन क्या। नेपालको भूगोलको मतलब ल तपाईले सोधिन्छ हैन। नेपाल र भारतको विवादित क्षेत्रफल हैन, विवादित क्षेत्रफल कति भयो? क्षेत्रफल त भनिदिएको छु 335 किलोमिटर हैन। 335 वर्ग किलोमिटर, 335 किलोमिटर स्क्वायर हैन विवादित क्षेत्रफल छ। कुन कुन क्षेत्रफल विवादितमा छ त अगाडि नै लेखाइदिए है। कालापानी, लिपुलेक हैन, लिपुलेक र लिम्पियाधुरा हैन, गएर तीनवटा विवादित क्षेत्रमा पर्छ। कालापानी, लिपुलेक र लिम्पियाधुरा चाहिँ नेपालको विवादित क्षेत्रमा पर्छ है। 335 किलोमिटर। अनि तपाईले आज म के पढाए भन्दाखेरि नेपालको भूगोल हाम्रो सुरु भएको छ हैन। हैन यो चाहिँ 5 गते छ। यहाँ साथीले के भनिराख्नु भएको छ, रविनाथ छेत्रीजी राजपत्रमा प्रकाशित 9 गते होइन सर, 5 गते मन्त्री परिषदमा पेश। अनि हैन 5 गते छ क्या प्रकाशित, र त्यो के भन्छ भने मन्त्री परिषदबाट हैन। 9 गते एउटा डेट पनि छैन यसमा। सरकारी के भन्छ भने सार्वजनिक गर्ने सरकारको निर्णय भएको छ 2077 जेठ 5 गते निर्णय गरेको छ त्यो दिन। ल अर्को राजपत्रमा प्रकाशित छ हैन, त्यो 5 गते छ राजपत्रमा प्रकाशित। ठिक छ रविनाथजी, 5 गते छ, ठिक छ त्यो। ल अनि अब हामी नेपालको सिमानाको कुरा गर्दाखेरि हैन, हेर्नु त साथीहरु, नेपालको सिमाना एकदमै महत्त्वपूर्ण यो पनि रहेको छ, के इम्पोर्टेन्ट कुराहरु छ यसमा। नेपालको सिमाना, ल नेपालको सिमाना, ल नेपालको सिमाना। अब आज फर्स्ट डे हो हैन,
बढी पढ्यो भने अलिकति होइन याद गर्न पनि गाह्रो हुन्छ कि, त्यही भएर आजको लागि यति नै राख्नु। र जुन जुन साथीहरू होइन एडमिसन हुनुभएको छ हाम्रो नयाँ कक्षा आज भने है, नयाँ कक्षा तपाईँको जिके आइक्यू वाला होइन, नयाँ कक्षा आजबाट सुरु भएको छ, आजबाट सुरु भएको छ। अघि कक्षा लिने इच्छुक साथीहरू हुनुहुन्छ भने 9824 74 204 सम्पर्क गर्नु होला है। त्यसपछि आजको लिङ्क मात्र पठाइदिएको छु है, अब 1-2 दिन पठाउँछु, त्यसपछि तपाईँ लिङ्क सबै ग्रुपमा हालिदिनु है। त्यही भएर चाहिँ अब हामी यसपछि नेपालको सिमानाको बारेमा कुरा गर्छौँ होइन, त्यसपछि नेपालसँग सम्बन्धित जिल्लाहरूको बारेमा, प्रदेशको बारेमा होइन, त्यसपछि नेपालको अक्षांश र देशान्तरको बारेमा कुरा गर्छु होइन, नेपाल र भारतको सिमाना निर्धारण केबाट गरेको छ त्यसको कुरा गर्छु होइन, र बिस्तारै चाहिँ हामी यतातिर प्रवेश गर्छौँ। भन्नुको मतलब संघीयतामा नेपालको। ठिक छ ल, ओके, त आजको लागि यति नै राख्नु।